हेलो नमस्ते साथीहरू। ल मेरो छोराले आफैले बनाएर खान्छ है सधैँ ब्रेकफास्ट। अहिले त 1 विक होलिडे छ, छोराको ब्रेकफास्ट रेडी। अनि हामी चाहिँ लन्चमा चाहिँ केएफसी खान लाग्यौँ। छोरीले निकाल्दैछ केएफसी बर्गर, केएफसी पिरो विङ्स होइन। अनि त्यसपछि ऱ्याप ड्रिङ्क्सहरू चट्ट लन्च खायौँ। अनि त्यहाँबाट फेरि डिनरमा चाहिँ सुकुटी चट्ट तातो पानीले मजाले एकछिनसम्म भिजाएर अनि 2-3 चोटि धोएर मजाले आलुसँग झोल बनाएर खानी भन्नुभएछ। बुढोले चाहिँ यता मसला पिन्दै हुनुहुन्छ, मजाले भुटभाट गरेर। आज त नेपालको स्टाइलले खानी भनेर मसलालाई पनि पहिला भुटेर अनि बल्ल पिन्दै हुनुहुन्छ। रातो खुर्सानी पनि कति धेरै हाल्नु भएछ। अनि फेरि हरियो खुर्सानी नै थुप्रो हाल्नु भएछ कि यति पिरो बनाउनु भएछ कि यति पिरो झोल छ आज। म चाहिँ अलिक खान गाह्रो भयो, मलाई चाहिँ धेरै पिरो नखाने भएर। तर अरू भेजिटेबल खाएँ। बुढोले चाहिँ नखाने रे अरू भेजिटेबल, म त सुकुटी र भात अनि सलाद मात्रै खाने भनेर ल भात हालिदिएँ, सलाद हालिदिएँ। अनि त्यहाँबाट सुकुटी त भातमा भन्दा यतै बोर्डकोमा हालिदिन्छु भनेर उहाँलाई चाहिँ चट्ट हालिदिएँ। अरू तरकारी केही पनि खान्न भन्नुभएछ। अनि त्यसपछि फेरि छोरीले पनि खाना रेडी भयो। ल सलाद हाल्यो, सुकुटी हाल्यो। अनि उसले चाहिँ अलिकति यतापट्टि सिमीको तरकारी चाहिँ खान्छु भनेर थोरै हालिदिएँ। ल हामी चाहिँ खान थाल्यौँ। थ्याङ्क यू।